विभिन्न मौलिक गतिविधिहरू यहाँ प्रदर्शन गरिएको छ र यसले हामीलाई एउटा सकारात्मक ऊर्जा मिलेको हामीले महसुस गरेका छौँ र म यहाँ लामो कुरा गर्नुभन्दा पनि फेरि पनि म यो चासोक ताङनाम 2082 को पूर्ण सफलताको मेरो व्यक्तिगत तर्फबाट र म आबद्ध रहेका सङ्घ संस्थाहरूको तर्फबाट शुभकामना सफलताको शुभकामना व्यक्त गर्दै यो छोटो भनाइलाई यही अन्त्य गर्न चाहन्छु। धन्यवाद। धन्यवाद शुभकामना मन्तव्यको लागि। र अबको लागि भने हाम्रो प्राङ्गणमा किरात राई यायोखाद्वारा चण्डी नाच प्रस्तुत हुन लागिरहेको छ। विमलीज्यूलाई र यस स्टेजमा आएर सहयोग गरिदिनुको लागि हार्दिक अनुरोध व्यक्त गर्न चाहन्छु। र यसै गरी यस किरात राई यायोखाको चण्डी नाच सँगसँगै म शुभकामना मन्तव्यका लागि किरात राई यायोखा बार्दसी वडा नम्बर
4567 र बिर्तामोड नगरपालिका 2 संयुक्त अध्यक्ष साथै नेकपा एमाले वडा नम्बर 6 अध्यक्ष श्री कृष्ण कुमार राईज्यूलाई शुभकामना मन्तव्य राखिदिनु हुनको लागि हार्दिक अनुरोध व्यक्त गर्न चाहन्छु। धन्यवाद कार्यक्रम सञ्चालक भाइ। शासक तङनाम 2082 को कार्यक्रमका सभा अध्यक्ष ज्यू, शासक तङनामका प्रमुख अतिथि लगायत विशिष्ट अतिथि लगायत अतिथिज्यूहरू, उपस्थित हुनुभएका तमाम आदरणीय बुवा दाजुभाइ दिदीबहिनीहरू, यस नृत्यकार क्याप्रुङ केलाङ नृत्यकार भाइ बहिनीहरू, साकेला नृत्यकार भाइ बहिनीहरू, आज हामी यो पारदर्शी गाउँपालिका वडा नम्बर 6 को प्राङ्गणमा यो विशेष किसिमको शासक तङनाम किराँतीहरूको उधौली पर्वको रूपमा एउटा मेलाको रूपमा उत्सवको रूपमा हामीले मनाउन गइराखेको छ। यहाँ विशेष गरी लिम्बू याक्थुङ जातिहरूले आफ्नो शासक तङनामलाई विशेषताका साथ यो भव्य प्रदर्शन गरिराख्नु भएको छ। यहाँहरूलाई यहाँ खाएको तर्फबाट यहीँ पनि हामी किराँती हो, लिम्बू पनि किराँती हो, हाम्रो धर्म संस्कार संस्कृतिहरू प्रायः गरी मिल्दोजुल्दो छन्। नाच नृत्य आदि इत्यादि कुराहरू मिल्दोजुल्दै छन् र पनि आफ्नो आफ्नो किसिमको सहयोग गरिराखेको यहाँ मैले पापाको जो केही सहयोग भइराखेको छ, राईलाई पनि भइरहेछ, लिम्बूलाई पनि भइरहेछ। यसरी नै हामी यो कार्यक्रमहरू सञ्चालन गर्दै लानेछौँ। यहाँलाई थोरै के जानकारी गरौँ भने विशेष त आजको कार्यक्रम यसै केलाङ चेप्रुङ नाच, साकेला नाच लगायत यहाँनेरि राष्ट्रिय स्तरका विशिष्ट कलाकारहरू गायन क्षेत्रमा उत्कृष्ट व्यक्तित्वहरू आएर चाहिँ यहाँ गीत गाउने कार्यक्रमहरू छ। गीत हेर्न र नाच हेर्न पनि यहाँहरू आउनु भएको छ। हाम्रो कुरो त अब के सुनेर र पनि यो दुईवटा कुरो म गर्न चाहन्छु। केलाङ चेप्रुङ नाच, साकेला राईहरूको यो साकेला नृत्य नाच यहाँनिर विभिन्न प्रकृतिसँग, संस्कृतिसँग, जातिसँग जोडिएको नाचहरू छ। यहाँनिर यो सिधै एउटा हिन्दी गीतमा डान्स देखाएको जस्तो होइन, यसमा चाहिँ भित्री रूपले छ। केलाङ र साकेला नाचमा प्राकृतिक रूपमा उहिले हाम्रो जुजुबाजे किराँतीहरूले कसरी प्रकृतिलाई उजाड गरेर, कसरी उत्पादन गरेर आफ्ना सन्तानहरू पालन पोषण गरे, के गरेर जीविका चलाए, कस्तो अवस्था थियो, यो अवस्थासँग तुलना गरेर यो सिली भन्छौँ हामी यसलाई। यहाँ नाचिराखेका छन्। यो त डान्स गीतको त होइन, यसो एउटा नाच पनि हो, रमाइलो पनि हो, तर यसमा त्यसै सिली लुकेको हुन्छ, केलाङमा लुकेको हुन्छ। त्यसै गरी हामी किराँती राई लिम्बू लगायत विभिन्न व्यक्तित्वहरूले यो चलन चल्तीमा ल्याएका सामग्रीहरू यहाँ देखाउन खोजिएको छ। यसको मतलब हामी किराँतीहरू अब चाहिँ बाटोमा जानुपर्छ, तार धनु बोकेर हिँड्नुपर्छ भन्ने होइन। हाम्रो पुर्खाहरूले चाहिँ यो सञ्चालन गरेको थियो, यसलाई जीवित राख्नुपर्छ, हामी त्यसकै सन्तान हौँ है भनेर चाहिँ एउटा चिनारी दिन खोजिएको हो यो चाहिँ। त्यसैले यहाँनिर हामीले प्रदर्शन गरेका हौँ। अब यो रोटेपिङ पनि अब अहिले नेपाल सरकारको अधिकृत लेभलमा पुगेको व्यक्तिहरूलाई यो रोटेपिङ देखेकै छैन उहाँहरूले। अब त्यो जन्मजात देखेको छैन कतिले, तर यो रोटेपिङ हाम्रो एउटा परम्परागत शैली मानिन्छ यसलाई। यो हाम्रो दक्षिण पूर्व साइडमा धान नाच सुरु भयो, यो हाम्रो परम्परागत शैली हो।
विभिन्न कार्यक्रमहरूका साथ अब मैले के अब धेरै कुरा गर्दै यो झासोक टङ्गाम 2082 हामी चाहिँ यसले तुङ भन्छौँ यहाँ चाहिँ अलिकति